भिजिट भिजाका नाममा हुने मानव तस्करीको सेटिङ कसरी हुन्छ भन्ने गोप्य संवाद सिधा कुराले फेला पारेको छ। तपाईको जिम्मेवारी 4 लाख जिम्मेवारी मैले भनेको छु तपाईलाई लिगल बनाइदिनु। अर्को बहिनीको भिजा आइसकेको छ। अस्ति उडाउनु पर्ने मान्छे मैले तपाईसँग बिहान फर्स्ट आवरमा त्यहाँ दिदीकोमा पैसा बुझाइदिनु। जुन एयरपोर्टमा मेन सेटिङ गर्ने मान्छे हो त्यो 2-4 दिनको लागि बाहिर जाँदैछ र सब बहाना हुन् के नाटक 20-25 हजार बचाउनु पर्यो नि सर। भिजिट भिजामा दुबई लगायतका मुलुकमा पुगेका नेपालीहरूसँग नेपालमा रहेका ट्राभल एजेन्सी तथा विदेशमा बसेर मानव तस्करी गर्ने गिरोहको संवाद सिधा कुराले फेला पारेको हो। साथै उनीहरूले विमानस्थलमा कसरी सेटिङ गर्छन् भन्ने भुक्तभोगीसँग पनि सिधा कुराले भेटेको छ। एउटा भिजिट भिसा दुईटा भिसा दियो। इमिग्रेसन र बोर्डिङमा दुईटैमा सेटिङ भएको छ। भिजिट भिजा प्रकरणमा गृह मन्त्रालयकै संरक्षण रहेको देखिने थप आधार समेत बाहिरिएका छन्। फेसबुकमा दुबईमा आकर्षक रोजगारीको अवसर भन्दै एउटा पेजले गरेको विज्ञापन क्लिक गरेकै भरमा व्हाट्सएपमा जोडिएपछि खोटाङका दुर्गा नारायण श्रेष्ठको भिजिट भिजा प्रक्रिया सुरु भयो। दुबईमा बसेर फेसबुक पेजबाट आकर्षक रोजगारीको विज्ञापन बुस्ट गरिरहेका नेपालीले नै फेसबुक पेजमा व्हाट्सएप लिङ्क गरेका थिए। पेजमा एक क्लिक गरेकै भरमा दुर्गाको व्हाट्सएपमा दुबईमा उनलाई कामले कुरिरहेको छ, पैसाको बोटले कुरिरहेको छ जसरी तारन्तार मेसेज आउन लाग्यो र यसरी मेसेज गर्ने कुराकानी गर्ने नेपाली नै भएकाले दुर्गालाई विश्वास लाग्न थाल्यो। रोजगारीकै रूपमा यहाँबाट चाहिँ जानको लागि टिकट बनाएर जाने अनि त्यसपछि उहाँ गएर चाहिँ केही काम गर्ने, त्यसपछि भन्ने हिसाबले चाहिँ सबै डकुमेन्टहरू हामी सबै मिलाइदिन्छौँ। अब फेसबुकको एउटा लिङ्कमा चाहिँ कनेक्ट भएको थियो। उनीहरू चाहिँ उसको सबै मैले नागरिकता त्यसपछि उहाँको जुन इमेल आइडी भर्खर लिएको रहेछ त्योहरू पनि मैले सबै ल्याएको छु। उनीहरूको जुन अब कन्ट्याक्ट ल्याएको छु मैले लिएर अनि त्यसपछि कन्ट्याक्ट हुँदाखेरि चाहिँ उसले सबै हामी सबै तपाईँलाई यहीँ ल्याउने, यहाँ बसाउने, उ गर्ने, काम गराउने सबै व्यवस्था हामी गरिदिन्छौँ भन्ने कुराले चाहिँ सबै गरेको थियो। अनि त्यो गर्ने सिलसिलामा चाहिँ अब यहाँ एयरपोर्टमा चाहिँ जुन सेटिङ गराउने यताउतामा सबै गराउने भन्ने कुरामा सबै मान्छे यहाँको चाहिँ अब कन्ट्याक्टमै थियो। अनि त्यसपछि गएर अब भित्र इमिग्रेसनमा छिरिसक्ने बेलादेखि सबै चाहिँ कन्ट्याक्टमै रहिरहेको अब अनलाइनमै बसिराख्नु भएको थियो। उनीहरूले नेपालबाट वर्किङ भिजामा आउन समस्या हुने भएकाले नेपालबाट भिजिट भिजामा छिर्नुपर्ने र दुबई पुगेपछि इम्प्लोइमेन्ट भिजा अर्थात् वर्किङ भिजामा बस्न पाइने बताएका थिए। यसका लागि उनीहरूले मागे 4 लाख रुपियाँ। आय स्रोत नभएर गाउँमा तनावमा रहेका दुर्गाले उनीहरूले भने अनुसार नै रकम जम्मा गरिदिए। त्यसपछि उनीहरूले दुर्गा नारायण श्रेष्ठका लागि दुईवटा भिजा देखाए, एउटा भिजिट भिजा र अर्को इम्प्लोइमेन्ट भिजा। पहिला सुरुमा चाहिँ इम्प्लोइमेन्ट भिजामा लाने भनेको थियो। अब इम्प्लोइमेन्ट भिजा मैले सोचेँ अब यहीँबाट नि त्यहीहरूमा होला सबै। मैले त त्यो अब पछि जब लास्टसम्म यो भिजा चाहिँ यहाँ दिँदैन भन्ने कुराको मलाई त्यो सबै कुरा त अब भिजा सिजा सम्बन्धित अब हामी थाहा भएन सबै कुरा। त्यसपछि जब जुन इम्प्लोइमेन्ट भिजामा उहीँ पुगेर सबै कुरा त्यही होला भन्ने सोचेको थिएँ। भिजा चाहिँ अब सोचेको पहिला चाहिँ, तर त्यो चाहिँ पछि चाहिँ अब होइन रहेछ। उहाँ चाहिँ अब यहाँ देखाउन नमिलेर चाहिँ इम्प्लोइमेन्ट भिजा। सुरुमै भिजा, टिकट, होटल बुकिङदेखि विमानस्थल सेटिङ समेत आफूले नै गरिदिने भनेका ती एजेन्टले 2,70,000 रुपियाँ रकम लिएपछि भने नेपालको एक ट्राभल एजेन्सीका व्यक्तिसँग जोडाए। मलाई चाहिँ दुईवटा भिजा दिएको थियो सर। एउटा इम्प्लोइमेन्ट भिजा, एउटा भिजिट भिजा, दुईवटा भिजा दिएको थियो। अनि इम्प्लोइमेन्ट त्यो चाहिँ नाम गरेको मान्छेसँग कन्ट्याक्ट गर्नु, उहाँले सबै मिलाइदिन्छ भन्नुभएको थियो। उहाँले चाहिँ यहाँको टुरिस्ट भिजा जुन सबै मिलाइदिनु भएको थियो उहाँले दिनुभयो। कन्ट्याक्टमै रहनु भएको थियो। टुरिस्ट भिजा चाहिँ उहाँ ढकाल नाम गरेको मान्छे हुन्छ, उहाँसँग म अब कन्ट्याक्ट त थिएन, म देखादेखि छैन। जस मोबाइलमै कन्ट्याक्ट उहाँको मान्छेले चाहिँ त्यसरी कन्ट्याक्ट गराइदिएको थियो। त्यसपछि निरन्तर ऊ चाहिँ कन्ट्याक्ट मसँगै सम्पर्कमै थियो। त्यसपछि भित्र जुन इमिग्रेसनमा बोर्डिङ पास लिने बेलासम्म चाहिँ ऊ सम्पर्कमै रहिराखेर नभन्दै त्यो ट्राभल एजेन्सीकै व्यक्तिले उनलाई थप 1,30,000 रुपियाँ मागे। त्यसपछि नै उनले व्हाट्सएपमै दुबईको भिजिट भिजा र वर्किङ भिजा सहित टिकट पनि पठाइदिए। साथै उनले रिटर्न टिकट तथा होटल बुकिङ समेत डुप्लिकेट बनाएर पठाइदिए। ढकाल भन्ने मान्छे जुन छ त्यो नाम गरेको मान्छे उसले चाहिँ उसँग मैले कन्ट्याक्ट गर्दाखेरि चाहिँ यही दिनै भिजा के अरे टिकट तपाईँलाई भइहाल्छ भन्ने कुरा पनि गरेन। उसले चाहिँ कस्तो भने यहाँ सेटिङ मिलाउनुपर्छ सबैतिर। अब अहिले यहाँ सबैतिर अब यहाँ पुलिसको, सशस्त्रको हुन्छ, अध्यागमनको हुन्छ, सबैतिरको चाहिँ सेटिङ मिलाउनुपर्छ। त्यसले गर्दाखेरि अहिले तत्काल तपाईँलाई पहिला म यहाँ सेटिङको मिलाउँछु, त्यसपछि मैले टिकट काट्छु भनेर भन्नुभएको थियो। अनि त्यसपछि अब उसले अनि त्यसपछि यहाँ सबै सेटिङ मिलिसकेर अनि त्यसपछि चाहिँ 1,30,000 लिएको उसले। त्यसपछि टोटल उहाँ पुग्ने 2 वर्षको भिसा सिसा सबै लगाइदिने भनेर टोटल चाहिँ जम्मा 3,60,000 भन्दा बढी चाहिँ पैसा
लिइसकेको छ। त्यसपछि विमानस्थलमा नै उनीहरूको सेटिङ मिलेको दिन आज पर्ने भन्दै टिकट पनि पठाइदिए। यो सबै व्हाट्सएपमा कुराकानी भएकै भरमा चलिरहेको थियो। मेसेजमा एजेन्टले नै स्टेप बाई स्टेप सिकाइरहेका थिए। उनलाई सुरुमै नेपालको विमानस्थल र दुबईको विमानस्थलमा फरक भिजा देखाउन भनिएको थियो। नेपालको विमानस्थलमा भिजिट भिजा देखाउने र दुबईको विमानस्थलमा वर्किङ भिजा देखाउने। अब मलाई त टिकट काटिसकेपछि मात्रै जब मैले सुरुमा सोचिरहेको थिएँ वहीँको जुन चल्ने जुन यहाँ पनि चल्छ त्यो भिजा त्यही भिजा नै मलाई पाउने होला भन्ने जुन मलाई सोच थियो। तर पछि चाहिँ कस्तो भयो टिकट काटिसकेपछि यहाँ त्यो भिजाले जुन भिजा दिएको थियो उहाँको त्यसले मिलेन भन्ने कुरा त्यसपछि थाहा भयो मलाई त्यतिखेर। त्यसपछि चाहिँ अनि उसले भन्यो त्यो भिजाले यहाँ देखाउन मिल्दैन, यहाँ चल्दैन यसमा। त्यसैलाई मिलाउनुको लागि चाहिँ तपाईँले 1,30,000 दिनुपर्छ। 1,30,000 चाहिँ अब तपाईँ अलिक तत्काल त्यो जनवरी 1 र 2 को त्यहाँ जुन टिकट छ त्यसमा तपाईँलाई आधै हुन्छ भने तपाईँलाई 1,32,000 लाग्छ। अनि तपाईँलाई चाहिँ 1,30,000 लाग्छ। भोलि हो भने तपाईँलाई 1,25,000 लाग्छ भनेर त्यसरी। दुर्गाले विमानस्थल जान पनि ती एजेन्टले नै म्यासेज गरेका थिए। दुर्गालाई विमानस्थलका हरेक कक्षमा पुगेपछि अपडेट गराउन भनिएको थियो। सोही अनुसार दुर्गाले आफू बोर्डिङ पास लिन लागेको म्यासेज पठाए। त्यसपछि उनलाई इमिग्रेसन जान भनियो। उनी त्यहाँ पुगेर फोटो पठाए। त्यसपछि उनी इमिग्रेसन पास भएपछि एजेन्टले दुर्गालाई पठाएको यो म्यासेज हेर्नुहोस्। विमानमा बसिसकेपछि भिजिट भिजा च्यातेर विमानको शौचालयमा फाल्न भनियो। त्यसपछि आफूसँग भएको सबै समाद डिलिट गर्न भनियो। जुन अब इमिग्रेसन जुन अब भिजा चेक गर्ने ठाउँ त्यहाँ पनि उहाँ कन्ट्याक्टमै तपाईँ कहाँ पुग्नुभयो भन्दै मसँगै अनलाइनमै कुरा गरेर तपाईँ कहाँ पुग्नुभयो, अब के गरिराख्नु भएको छ, अब इमिग्रेसन जानुहोस्, त्यसपछि अगाडि अब गेट यति जानुहोस् भन्दै च्याट डिलिट गर्नुहोस्। मलाई चाहिँ अब त्यो च्याट डिलिट जुन अब भित्र जुन गइसकेपछि चाहिँ तपाईँको अब मैले उसले सोध्दा मैले चाहिँ भित्र कहाँ पुग्नुभयो भनेर सोद्धाखेरि मैले चाहिँ बोर्डिङ पास लिइसकेँ भनेर जुन भित्रको जुन आउट पास बोर्डिङ लिइसकेपछि चाहिँ त्यसपछि चाहिँ अब तपाईँ सबै डिलिट गर्नुहोस्, अनि भिजा पनि डिलिट गर्नुहोस् भन्दै मलाई चाहिँ अब त्यो गरेर अनि गयो। यो चाहिँ अब यो भिजाको चाहिँ उहाँ काम छैन, उहाँ चाहिँ इम्प्लिमेन्ट मात्रै भिजा काम छ, यहाँ त्यो काम छैन भनेर चाहिँ त्यसरी पठाइयो। ट्रेनमा गएपछि त्यो भिजा चाहिँ जुन यहाँको भिजिट भिजा जुन छ भिजिट भिजा चाहिँ त्यो च्यातेर फ्याँकिदिनु। अनि त्यो जुन च्याट गरेको छ त्यो हामीले अहिलेसम्म च्याट गरेको जुन त्यो पनि च्यातेर फ्याँकिदिनुहोस्, के अरे डिलिट गर्नुहोस् मोबाइलमा। त्यसपछि तपाईँ उहाँ पुगेपछि चाहिँ कुनै पनि हालतमा यहाँको भिजिट भिजा नदेखाउनु होला। फेरि तपाईँले यहाँको भिजिट भिजा त्यो देखाउनु भयो भने चाहिँ त्यो डुप्लिकेट भिजा मैले बनाएको त्यो चाहिँ उहाँ पुगेर तपाईँलाई फेरि छुन्ला। उहाँ पुगेर चाहिँ त्यति नबिर्सिनु, तपाईँले यति ध्यान गर्नुहोस्। फर्किने डेटको जुन प्लेनको डेटको यहाँ त्यो टिकट पनि छ मसँग, फर्किने डेटको त्यो र अनि होटल बुकिङको छ त्यो पनि त्यो चाहिँ याद गर्नुहोस्। त्यो चाहिँ इमिग्रेसनमा यहाँ भनेको थियो। अनि त्यसपछि उहाँ चाहिँ जुन त्यो जब तपाईँ क्रस गरिसकेपछि तपाईँ यहाँको केही पनि नगर्नुहोस्, सबै त्यो तपाईँसँग केही नराख्नुहोस्। किनभने तपाईँ उहाँ पुगेर झुकेर तपाईँले देखाइहाल्नु भयो भने त्यो झोलामा कुनै जुसमा झुकेर देखाइहाल्नु भयो भने चाहिँ फेरि तपाईँलाई उहाँ समाउँछ। एजेन्टले भनेअनुसार नै दुर्गा दुबई पुगे। तर पहिले भने जस्तो न काम पाए न सेवा सुविधा। 2 महिना 9 दिन बसिसकेपछि दुर्गाले नेपालबाट पैसा ऋण गरेर स्वदेश फर्किने टिकट काटे। भोलिपल्ट जुन पैसा डलर सारेर गएको थियो त्यो पैसा लिन भन्ने कुरा थियो, लियो। त्यसपछिदेखि अब तपाईँको आज मेडिकल हुन्छ भने चाहिँ 45 रुपियाँमा जम्मा मेडिकल गराएको थियो, त्यति हो। त्यो 45 रुपियाँको मेडिकलभन्दा पछाडि अब केही समयपछि चाहिँ तपाईँको बायोमेट्रिक हुन्छ, त्यसपछि अब आइडी कार्ड तपाईँको आइहाल्छ भन्ने कुरा जुन थियो। तर त्योभन्दा पछाडि केही भएन। त्यहाँबाट अब गराइदिन्छु भन्छ। त्यसपछि यता हामीलाई काम गर्नु जाने उता काम गर्नु जाने भन्छ। जब त्यो उहाँको जुन त्यो इम्प्लोइमेन्ट भिजा छ त्यसले कुनै पनि कम्पनीमा त्यो भिजाले त्यो काम गर्नको लागि मान्छे लिँदो रहेछ, त्यो लिन नपाउने भिजा रहेछ त्यो। अनि त्यसपछि अब फाइन तिरेर अनि त्यहाँबाट अब माया अब एकदम त्यो खालको स्थिति चाहिँ गराएको। दुर्गा सिधाकुराको सम्पर्कमा आएपछि हामीले अहिले भिजिट भिजाको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि नेपाल प्रहरी र मानव तस्करीमा अनुसन्धान गर्ने प्रहरीको मानव तस्करी अनुसन्धान ब्युरोमा समेत सम्पर्क गराएका थियौँ। अहिले दुर्गालाई उडाउने एजेन्ट तथा ट्राभल एजेन्सीका विषयमा थप अनुसन्धान भइरहेकाले पीडित र अनुसन्धानकारी निकायकी आग्रहमा एजेन्ट र ट्राभल एजेन्सीको विवरण गोप्य राखिएको हो। दुबईमा बसेर नेपालबाट मानव तस्करी गर्नेहरूको गिरोह ठूलो छ। दुबईमा बसेर नेपालमा विमानस्थलमा सेटिङ गर्नुपर्ने भन्दै पैसा उठाउने, दुबई लगेर अल्पत्र पार्ने अन्य थुप्रै घटनाका सूचना हामीलाई प्राप्त भएका छन् प्रमाणसहित। पहिले यो अडियो सुन्नुहोस्। पाउनुला मलाई अर्को टिकट पठाउँछ त्यसले, त्यसपछि सेटिङ गर्ने मान्छे उता गएको छ अरे। अनि मैले अब एकदम टेन्सन नभइकन अरू मान्छेको भरमा भरे होइन। अब यसले चाहिँ आनन्दले उडाउँछ, टेन्सन हुँदैन। भोलि 2-4 दिन ढिलो सार टिकट अलिक पछाडि सार, तर त्यहीसँग गर भनेको छु। बिर्तामोडका समीर रिजालका बाबुको निधन भएको भर्खर 5 महिना पुग्दै थियो।
घरको आर्थिक अवस्था कमजोर, ऋणमाथि ऋण बढ्दै गएको थियो। समीर र उनकी श्रीमती विदेश जाने सोच बनाइरहेका थिए। उनीहरूको यही बाध्यता देखेकी छिमेकी अनिता गिरीले आफ्नी बहिनीले दुवै मान्छे लैजाने गरेको, कमाई राम्रो हुने गरेकाले भूमिकालाई पनि पठाइदिने बताइन्। उनीहरूले घर सल्लाह गरे। ब्युटी पार्लरमा ब्युटिसियनको काम दिने, आकर्षक तलब, सेवा सुविधा हुने भनेपछि भूमिका जान तयार भइन्। अनि हाम्रो अलिक आर्थिक अवस्था, अलिक फाइनेन्सियल समस्या थियो। त्यति बेला त्यो कुराहरू उहाँहरूलाई पनि थाहा थियो। बुझ्दै जाँदाखेरि उहाँको बहिनीहरूले चाहिँ बाहिर लानु हुने रहेछ भन्ने हामीले बुझ्यौँ। अनि त्यही विषयमा चाहिँ होइन बाहिर जाऊ न, अब तिमीले पनि अलिअलि यसो केही गर्दैछौ, बुहारीलाई पनि बहिनीलाई पनि बाहिर पठाउँ, त्यसपछि अलिअलि सहयोग हुन्छ भन्ने कुरा उहाँबाट आइसकेपछि हामीले बुझ्दाखेरि पार्लरमा ब्युटिसियनको जागिर लगाइन्छ। 2-3 महिना ट्रेनिङ दिने, काम नसिकिन्जेलसम्म ट्रेनिङ दिने, अनि ब्युटिसियनको काम लगाइन्छ भनेर उहाँबाट आयो। ठिकै छ नि त, अब तपाईँहरूबाट जाँदैछौँ, त्यस्तो धोका त हुँदैन होला, हामीलाई धोका हुने काम त गरिदिनुहुन्न होला। देख्नु भइरहेछ, मेरो बुवा बित्नु भएको पनि भर्खर 5-6 महिना भएको थियो। ससुराको काम पनि नसकिकन 4-5 वर्षको नानी छोडेर जान खोज्दैछन्। त्यो कुराहरू चाहिँ तपाईँहरूले विचार गरिदिनु, नफस्ने गरी एकदम राम्रो हुन्छ भने मात्रै हामी पठाउँछौँ, त्यस्तो हो भने चाहिँ पठाउँदैनौँ भने। अनिताले आफ्नी बहिनी भन्दै दुबईमा रहेकी ईशा गिरीसँग सम्पर्क गराइन्। त्यसपछि सबै डिल ईशाले नै गर्न थालिन्। त्यस्तो केही टेन्सन नलिनु, मेरो दिदीको छिमेकी भनेको हामी अब दिदी बहिनी जस्तो हो। यहाँ आएपछि थाहा हुन्छ कस्तो मान्छेसँग आएको हो भन्ने कुरा। योभन्दा अगाडि मैले धेरै महिनामा 2-2जना ल्याउँछु होइन, त्यो टेन्सन लिनु पर्दैन। अब भोलिदेखि यहाँ सबै थोक खोल्छ, त्यही भएर अब अर्को बहिनीको भिजा आइसकेको छ। अस्ति उडाउनु पर्ने मान्छे मैले तपाईँसँग साथी हुन्छ भनेर होल्ड गराएको छु। उनले भिजादेखि ट्रेनिङ, टिकट तथा विमानस्थलमा सेटिङ गर्नका लागि भन्दै 4,50,000 रुपियाँ मागिन्। समीर र भूमिकाले लघुवित्तबाट ऋण झिकेर ईशाले भनेअनुसार नै पैसा दिए। के त प्रोसेस भन्दाखेरि होइन, यहाँबाट भिजिट भिजामा लाने, अनि वहाँ लगेर काम सिकाउने, अनि त्यसपछि काम सिकाएर अनि जागिर लगाइन्जेल, त्यतिन्जेलसम्मको सबै खर्च हाम्रो भन्नुभयो। अनि मैले पैसा सोद्धाखेरि 4.5 लाख रुपियाँ, अरूलाई चाहिँ 5 लाख रुपियाँ हो, तपाईँ हाम्रो छिमेकी भएकोले 4.5 लाख रुपियाँ लाग्छ भन्ने खालको कुरा गर्नुभयो। अनि होइन त्यत्रो पैसा त फेरि अलिकति समस्या छ, आर्थिक समस्या छ, त्यत्रो पैसा त दिन सकिँदैन होला भन्दाखेरि घर सल्लाह गर्नु, जाने हो भने निदो दिनु, म कुरा गरिदिन्छु, प्रोसेस गरिहाल्नुपर्छ भन्नुभयो। त्यतिन्जेलसम्म पासपोर्ट पनि केही बनाएको थिएन। अनि घर सल्लाह गर्दाखेरि होइन अलिकति कतै केहीबाट ऋणपान गरेर भए पनि जाउँ न त, जागिर लागिसकेपछि त भइहाल्छ नि त। ईशाले 2,50,000 आफ्नै दिदी अनिता गिरीलाई दिन भनिन् भने बाँकी रकम पठाउन अर्का एजेन्ट बोधराज गिरीको QR पठाइन्। बिहान फर्स्ट आवरमा त्यहाँ दिदीकोमा पैसा बुझाइदिनु, नभएदेखि दिदीकोमा बुझाइदिनु नि। त्यस्तो भयो भने तपाईँहरूलाई पनि अझ धेरै टेन्सन फ्री पनि हुन्छ, दिदीको हातमा दिएको हो भनेर। अनि मलाई दिदीले खबर गरिहाल्नुहुन्छ। अनि म अरू अब कहिले सेटिङहरू के गर्नुपर्छ म गरिहाल्छु। यस्तो तरिकाले भन्नुभयो कि यो मान्छेभन्दा राम्रो मान्छे चाहिँ कोही छैन जस्तो लाग्यो हामीलाई त्यति बेला। सबै कुराहरू भन्नुभयो, त्यस्तो टेन्सन लिनु पर्दैन, मेरो दिदीको छिमेकी मेरो बहिनी जस्तै हो, म सँगै राखेर म गर्छु, तिमीलाई केही टेन्सन लिनु पर्दैन, नआत्तिकिन ल्याऊ भन्नुभयो। अनि त्यसपछि त्यो दिदीलाई 2.5 लाख रुपियाँ पैसा देऊ है भन्नुभयो। अनि 2.5 लाख रुपियाँ पैसा देऊ है भन्नुभयो। त्यति बेला अब हामीलाई यो बिग्रिन्छ, यस्तो हुन्छ, यसो गर्छन् भन्ने केही थिएन। मैले भूमिकाको नाम लेखेर उसको दिदीको एकाउन्टमा QR पठाइदिनु भयो दिदीले, उहाँको दिदीले QR पठाइदिनु भयो। दिदीको एकाउन्टमा हामीले पैसा हाल्दै 2.5 लाख रुपियाँ। त्यसपछि भिजा सिजाको अब भिजा आउँछ भन्नुभयो, भिजा सिजा आयो, भिजा प्रोसेस गर्नुपर्छ भन्नु, भिजा आयो। पासपोर्ट हामीले त्यो बिचमा हामीले इमर्जेन्सीमा पासपोर्ट हप्ता दिनमा आउने गरी निकालिसकेका थियौँ। बोधराज भुषालको एकाउन्ट नम्बर पठाउनु भयो, उहाँले 1 लाख रुपियाँ हाल्नुभयो। मैले त्यस्तो केही सोचिनँ, पर्सनल अरू बेला मैले ट्रान्जेक्सनहरू गर्दाखेरि फ्यामिली ट्रान्जेक्सन हुन्थ्यो, पर्सनल लेखेर हाल्थेँ। त्यति बेला नि पर्सनलै लेखेर मैले त्यो एकाउन्टमा 1 लाख रुपियाँ पैसा हालिदिएँ। अनि त्यसपछि एयरपोर्ट सेटिङहरू सबै तपाईँको हुन्छ, भइहाल्छ। अब तपाईँले बाँकी पैसा पनि दिनु पर्यो भनेर 1 लाख रुपियाँ उहाँलाई अर्जेन्ट थियो, के थियो, उहाँको एकजना उहाँकै दिदीलाई तिर्नुपर्ने रहेछ, के रहेछ, अनिता गिरीलाई दिनु ल भन्नुभयो। ब्याङ्क बन्द भइसकेको थियो। त्यसपछि मसँग पैसा त्यति बेला थिएन पनि, अनि खोजेर क्यास मात्रै क्यास जुटाएर मैले 1 लाख रुपियाँ अनिता गिरीको हातमा दिएँ। यताबाट काम कहिले हुन्छ, कसरी हुन्छ भनेर म्यासेज गर्दा दुबईबाट ईशाले आफूले यसअघि धेरै मान्छे ल्याइरहेको सहज तरिकाले आउन नमिल्ने, सेटिङ गर्नुपर्ने भएकाले केही समय लाग्ने बताउँथिन्।
मैले धेरैलाई महिनामा 2-2 जना ल्याउँछु होइन, त्यो टेन्सन लिनु पर्दैन। अब भोलिदेखि यहाँ सबै थोक खोल्छ। साथै उनले विमानस्थलमा सेटिङ गर्ने कर्मचारीको आफन्तको मृत्यु भएकाले केही समय काम रोकिएको समेत बताएकी थिइन्। तपाईँहरूको काठमाडौँको टिकट अहिले नै नकाट्नु ल। यो जुन सेटिङ गर्ने मान्छे हुन्छ, टिकट पठाउने मान्छे, त्यसको खै को मरेर पाहाड जानुपर्ने भयो अरे। तपाईँहरूको टिकटमा 1-2 दिन सार्छु है, म एयरपोर्टमा हुँदिनँ, टिकट सार्नु भनेर मेसेज पठाएको छ। अब यता टिकट काट्नलाई फेरि उसले पनि मेसेज गरेको छ, म टिकट अर्को कन्फर्म गरेर तपाईँलाई भन्छु भनेर। त्यही भएर काठमाडौँ जाने टिकट नगरिहाल्नु ल। जुन एयरपोर्टमा मेन सेटिङ गर्ने मान्छे हो, त्यो 2-4 दिनको लागि पाहाड जाँदैछ अरे, खै को मऱ्यो अरे त्यसको। अनि त्यसले मलाई खबर गरेपछि म भन्छु है। यता नेपालबाट सेटिङ गर्ने बोधराजले पैसा लिएर अन्य व्यक्तिहरू मार्फत भिजा टिकट पठाइदिएका थिए। उनीहरूले नै विमानस्थलमा सेटिङ मिलाएको बताएका थिए। उहाँले मलाई वाट्सएपमा होइन तिर्नु पर्दैन, केही होइन, अब एयरपोर्ट सेटिङहरू सबै इमिग्रेसन र बोर्डिङमा दुइटैमा सेटिङ भएको छ, त्यस्तो केही हुँदैन, फर्किँदैन, भिजा स्ट्याटस के देखाएर मात्रै त्यस्तो भएको, केही यहाँ तिर्नु पर्दैन भन्ने खालको कुरा गर्नुभयो उहाँहरूले। बोर्डिङ पासका लागि 25,000 र अध्यागमनका लागि 25,000 तिर्न परेको अडियो पठाएका थिए। इमिग्रेसनमा एकछिन टाइम लाग्छ सर, एकछिन टाइम लाग्छ। अब लगभग 10 मिनटभित्र बोर्डिङमा 20-25 हजार, माथि 20-25 हजार नपचाइकन हुँदैन नि त। त्यो भएर अघि भिजा एक्टिभ छैन भनेको मान्छेको अहिले भिजा एक्टिभ हुन्छ, अनि त्यहाँबाट एकछिनमा होटल बुकिङ हुँदैन। त्यही हो सर, यस्तै हो, खेलै यस्तै हो। भिजा र सबै प्रक्रिया सकेपछि भूमिका विमानस्थल पुगिन्। विमानस्थलमा भूमिकालाई अध्यागमनले रोकेपछि मेसेज गर्दा उनीहरूले 10 मिनटमा काम हुन्छ, नातिनुस्, पैसा पचाउनका लागि अलिकति औपचारिकता पुरा गरेका हुन् भन्ने जवाब पठाउँथे। यो अडियो सुन्नुहोस्। इमिग्रेसनमा एकछिन टाइम लाग्छ सर, एकछिन टाइम लाग्छ। अब लगभग 10 मिनटभित्रमा पाइसक्नुहुन्छ डकुमेन्ट, कुरा भइसक्यो भित्रको मान्छेसँग। त्यो एउटा प्रावधान पुरा गर्नलाई पनि अब प्रावधान जागिर सबैले खानै पर्यो सर, हेर्नुहोस् होइन, 2 पैसा सबैले कमाउन खोज्नै पर्यो, के गर्ने, यस्तै हो कि। अब 10 मिनटभित्रमा पाइसक्नुहुन्छ डकुमेन्ट। नभन्दै एजेन्टले भनेको 10 मिनटमै अध्यागमनबाट भूमिका पास भएर विमान चढेकी थिइन्। यहाँबाट दुबईमा लगेर वर्किङ भिजामा परिवर्तन गराउने प्रलोभन देखाएकी ईसा गिरीले त्यहाँ पुगेपछि भने भूमिकालाई नारकीय जीवन बिताउन बाध्य पारिन्। ब्युटिसियनमा लगाइदिन्छु भनेर 4,50,000 लिएर लानुभएको थियो पैसा लिएर, अनि भने जस्तो काम लगाइदिनु भएन, क्लिनरमा लगाइदिनु भयो। अनि त्यो काम पनि धेरै गाह्रो थियो, अनि धेरै मानसिक तनाव दिने, अनि धेरै घर व्यवहारको कुरा पनि भन्ने, धेरै टर्चर दिने, अनि घरै फर्केर जाओस्, भागेर जाओस् जस्तो गर्ने, धेरै तनाव दिनुभएको छ। त्यही पनि काममा लगाइदिनुहुन्छ भनेर खपेर बसेँ, धेरै दुःख कष्ट खपेर बसेँ, त्यही पनि लगाइदिनु भएन काममा। ब्युटिसियनमा धेरै रिक्वेस्ट गर्दा पनि लगाइदिनु भएन। आफ्नै घरमा घरेलु कामदारका रूपमा प्रयोग गर्नेदेखि निकै असुरक्षित ठाउँमा राखिन्। गएको 10 दिनदेखि मलाई टर्चर दिन थाल्नुभएको, घरको सबै काम लाउनुहुन्थ्यो ईसा गिरीले, अनि 1 महिनासम्म त्यस्तै नै गर्नुभयो। अनि सबै घरको काम सकेर अनि सिक्न जान्थेँ, सिक्न जाने ठाउँमा क्लासमा पनि त्यहाँ पार्लरमा 2-3 जना स्टाफ, 3-4 जना हुनुहुन्थ्यो, उहाँहरूले पनि धेरै टर्चर दिने, धेरै गाली, धेरै बेइज्जती बोल्ने, अनि सिकाउने, मुख धेरै छोड्ने, अनि यो त भागेरै जाओस् हामीले यस्तो गर्दाखेरि भनेर त्यही मनस्थितिले उहाँहरूले सबै विद्यार्थीहरूलाई गाली गर्ने, बेइज्जत गर्ने, घरको ऋणको कुरा गर्ने, धेरै ऋण भएर गएको हो म होइन। अन्ततः नेपालबाट समीरले टिकट पठाएर श्रीमती भूमिकालाई घर फिर्ता गराए। उनले वडा कार्यालयमा पनि गुनासो गरे, तर पैसा लिने अनिता गिरीदेखि युएईमा भिजिट भिजाको र्याकेट चलाउने ईसा गिरीले उल्टै जे गर्न सक्छौ गर भन्ने धम्की दिए। भिजिट भिजाको गल्पासुले अहिले समीर र भूमिकालाई ऋण त थपेको छ नै, मानसिक तनाव समेत थपेको छ। घरमा धेरै आर्थिक अवस्था कमजोरी थियो, ऋण थियो, ससुराबा पनि बित्नु भएको थियो, अनि हस्बेन्डले त यहाँ गर्दै हुन्थ्यो, त्यतिले नपुग्ने भएर उहाँको दिदीले, ईसा गिरीले, अनि उहाँको दिदी अनिता गिरीले मलाई घरमै अनिता गिरीले गएर दुबई जाऊ, मेरो बहिनीको 4वटा जति पार्लर छ, काममा लगाइदिन्छन्, तिमीलाई बिजोक हुँदैन, तिमी त हाम्रो छिमेकी हो भनेर फकाएर त्यसरी लानुभयो, भिजिट भिसामा लानुभयो। अनि उहाँ लगेर चित्तो भनेअनुसारको केही काम लगाइदिनु भएन। यी 2 घटना भिजिट भिजामा मानव तस्करी कसरी हुन्छ भने देखाउने उदाहरण मात्रै हुन्। पछिल्लो 6 महिनामा मात्रै नेपालबाट सेटिङ गरेर विदेश जानेको सङ्ख्या 18,000 बढी छ।
उनीहरूबाट मात्रै 1.25 अर्ब घुस रकम असुल भएको विषयमा हामीले यसअघि नै देखाएका थियौँ। यस घटनामा गृह मन्त्रालयकी संरक्षणमा अध्यागमनलाई मानव तस्करीको हब बनाएको देखिने थप घटनाहरू बाहिर आएका छन्। अहिले अख्तियारले बयान लिइरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईको कार्यकालमा भिजिट भिजामा नेपालीहरूलाई सेटिङको पासोमा पार्ने मात्र होइन, ठूलो आर्थिक चलखेल गरेर नो अब्जेक्सन लेटर बिनै करिब 1000 बढी भारतीयलाई तस्करी गरी तेस्रो देश पठाएको पाइएको छ। अध्यागमनकै रेकर्ड अनुसार पछिल्लो 6 महिनामा मात्रै मोस्ट वान्टेड सहित करिब 1000 शंकास्पद भारतीयले तेस्रो मुलुक यात्रा गरेको देखिएको छ। भारतीय नागरिकहरूले नेपालबाट तेस्रो देश जानका लागि काठमाडौँ स्थित भारतीय दूतावासले जारी गर्ने नो अब्जेक्सन लेटर NOC अनिवार्य हुन्छ। तर तत्कालीन अध्यागमन प्रमुख रहेका सचिव तीर्थराज भट्टराई सहितको सेटिङमा NOC बिनै करिब 1000 भारतीय नेपालको अध्यागमनबाट तेस्रो देश गएको अनुसन्धानमा भेटिएको स्रोतले जनाएको छ। अनुसन्धान गरिरहेका एक अधिकारीका अनुसार यसरी जाने भारतीयहरूसँग सेटिङका नाममा 4 लाखसम्म असुली हुने गरेको थियो। गृह मन्त्रालय स्रोतका अनुसार भट्टराईले सेटिङमा नै भारतीय सुन तस्करीदेखि भारतीय गुण्डा नायके लरेन्स बिस्नोई समूहका 2 सदस्य समेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर केही महिना अघि मलेसिया भाग्न सहयोग गरेका थिए। विमानस्थलबाट भारतमा सुन तस्करीमा संलग्न व्यक्तिहरू आसिफ शाह र जागेश्वर शाहलाई पनि भट्टराईले सेटिङ गरेर उडाएको खुलासा भइसकेको छ। भारतीय दूतावासले अध्यागमनमा उनीहरूको विवरण पठाए पनि अध्यागमनले भने सेटिङ गरेर उनीहरूलाई उडाएको थियो। त्यस विषयमा भट्टराईलाई गृह मन्त्रालयले औपचारिकताका लागि मात्रै स्पष्टीकरण समेत सोधेको थियो, तर उनले उक्त दिन सर्भर बिग्रिएको भन्दै जवाफ दिएका थिए। तर अध्यागमन स्रोतका अनुसार उक्त दिन एउटा कम्प्युटर मात्रै समस्या आएको थियो, तर यात्रुको विवरण हेर्न र राख्न कुनै पनि समस्या भएको थिएन। साथै सर्भरमा समस्या आएको दिनको विस्तृत विवरण खुलाएर लिखत तयार गर्ने गरिएको भए पनि उक्त दिनको भने कतै रेकर्ड गरिएको छैन। साथै यदि सर्भरमा समस्या आएको भए अन्य व्यक्तिहरूको विवरण कसरी राखियो, यो गम्भीर प्रश्न उठेको छ। भारतले चासो देखाएपछि यही विषयमा एकै दिन 7 जना उपसचिव अध्यागमन अधिकृतहरू जो त्यहाँ पुगेको 6 महिना पनि भएको थिएन उनीहरूको सरुवा गरे पनि तीर्थ भट्टराईलाई भने केही पनि गरिएको थिएन, किनकि उनलाई गृहमन्त्री रमेश लेखकले यसअघिका अध्यागमन प्रमुखलाई 4 महिनामै हटाएर 2081 असोज 23 गते विमानस्थल अध्यागमन कार्यालयमा पठाएका थिए। उनले अध्यागमनमा बसेर भिजिट भिजाको र्याकेट चलाएको विषय अब नयाँ रहेन। नेपाली कांग्रेस निकट रहेका कर्मचारी भट्टराई रमेश लेखक गृहमन्त्री भए लगत्तै अध्यागमन जान हतारिएका थिए। असोजमा अध्यागमन गएपछि उनले भिजिट भिजाको सेटिङलाई थप संस्थागत बनाएका थिए। अहिले अख्तियारको अनुसन्धानमा पनि उनले 3वटा फोन बोक्ने भट्टराई राज्यको नियमको धज्जी उडाउँदै ट्राभल एजेन्सी र बिचौलियाको आदेश अनुसार काम गर्ने गरेको खुलेको छ। अख्तियारले गरेको अनुसन्धानका क्रममा उनले बोके उनको निजी मोबाइल नम्बरमा ग्रीन लाइन होल्डेजका बालकृष्ण खड्काले सेटिङमा उडाउनु पर्ने व्यक्तिहरूको नाम सूची पठाउँथे। त्यही सूची अनुसार भट्टराईले अध्यागमनबाट विदेश उडानका लागि आफू मार्फतका कर्मचारीहरूलाई सर्कुलर गर्ने गरेका थिए। उनको फोन समेत हरेक हप्ता परिवर्तन हुने गरेको अख्तियारको दाबी छ। विदेशी सिम कार्डबाट व्हाट्सएप चलाउने र उक्त मोबाइल सेट समेत ट्राभल एजेन्सीहरूले परिवर्तन गरिदिने गरेको अनुसन्धानमा भेटिएको अधिकारीहरू बताउँछन्। तर उनलाई गृह मन्त्रालयले संरक्षण नै गर्दै आएको छ। भिजिट भिजा प्रकरण बाहिरिएपछि गृहमन्त्री रमेश लेखकले एक सामान्य कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा किन दिनुपर्ने भन्दै उल्टे प्रश्न गरेका थिए। कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ? तर गृहमन्त्रीले भने जस्तो तीर्थ भट्टराई एक सामान्य कर्मचारी थिएनन्, किनकि भारतले खोजीको सूचीमा राखेका सुन तस्करदेखि बिस्नोई समूहका व्यक्तिलाई रेकर्ड नै नराखी उडाउँदा समेत गृह मन्त्रालयले कारबाही गर्ने आँट गरेन, किनकि उनी सामान्य कर्मचारी थिएनन्, गृहमन्त्री लेखकले पठाएका कर्मचारी थिए। अझ तीर्थ भट्टराई सामान्य कर्मचारी थिएनन् भन्ने अर्को प्रमाण गृह मन्त्रालयमा रहेको गृह स्रोत बताउँछ। अख्तियारले अध्यागमनका सहसचिव भट्टराईलाई नै पक्राउ गर्न लागेको सूचना पाएपछि जेठ 6 गते साँझ 6 बजेदेखि 8 बजेसम्म गृहमन्त्री रमेश लेखकले सहसचिव भट्टराईलाई आफ्नै कार्यकक्षमा बोलाएर मिटिङ गरेका थिए। गृह स्रोतका अनुसार उक्त दिनको सीसीटीभी फुटेजमा भट्टराई कार्यकक्ष छिरेको रेकर्ड रहेको छ। उक्त छलफलपछि राति 8 बजेपछि मात्रै भट्टराईलाई अध्यागमनबाट गृह मन्त्रालय जाने। तीर्थ भट्टराईमाथि अनुसन्धान हुँदै गर्दा गृहमन्त्री लेखकको निजी सचिवालयमाथि समेत प्रश्न उठिरहेको छ। गृहमन्त्रीका स्वकीय सचिव बद्री तिवारीदेखि कर्मचारी प्रशासन महाशाखाका सहसचिव छवि रिजालको भूमिकामाथि समेत भिजिट भिजा प्रकरणमा अनुसन्धान हुनुपर्ने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।
बद्री तिवारी यसअघि 2063 सालमा लेखक श्रम मन्त्री हुँदा पनि निजी सचिव बसेका थिए। पछि उनी 2074 र 2078 मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा बसेका थिए। अहिले फेरि उनी तिवारी गृहमन्त्री लेखकको निजी सचिवका रूपमा रहेका छन्। यस्तै प्रशासन महाशाखाका छवि रिजालमाथि पनि प्रश्न उठेको छ। 2073 सालमा रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा निजी सचिव बसेका उनी अहिले गृह मन्त्रालयमा मन्त्रीसँगै प्रत्यक्ष सरोकार राख्ने र कर्मचारी खटन पठनमा मुख्य भूमिका रहने प्रशासन महाशाखामा रहेका छन्। यही महाशाखाबाट विमानस्थलको अध्यागमनमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको छ। गृह मन्त्रालयका अधिकारीहरूलाई मोटो रकम बुझाएर भए पनि अधिकृतहरू अध्यागमन जान चाहन्छन्। मन्त्रालयका अधिकारीहरू पनि आफ्नो भाग पाउने भएपछि दरबन्दीको हिसाब किताब नै नगरी जति पनि कर्मचारी पठाइरहेका छन्। अहिले पनि विमानस्थलमा 121 जना अधिकृतको दरबन्दी छ, तर छन् 140 जना भन्दा धेरै। यस्तै जम्मा 9 जना नायब सुब्बाको दरबन्दी रहेको अध्यागमनमा 30 जना नायब सुब्बा रहेका छन्। सोही कारण प्रधानमन्त्रीको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह सचिव गोकर्णमणि दुवाडीलाई कर्मचारी व्यवस्थापन गर्न र दरबन्दी भन्दा बढी पठाइएका कर्मचारीको विवरण खुलाउन चेतावनीयुक्त पत्र पठाएको छ। यो आधारले देखाउँछ गृह मन्त्रालयको संरक्षणमा अध्यागमनमा सेटिङ मौलाएको हो। यति मात्र होइन, अध्यागमनमा यस्तो सेटिङ भइरहेको विषयमा अख्तियारले 9 पटकसम्म गृह मन्त्रालयलाई पत्र लेखेको थियो, तर त्यसको जवाफ गृह मन्त्रालयले फर्काएर साथै हेलो सरकारबाट आएका गुनासोलाई समेत कानुन सम्मत काम भइरहेको भन्दै बन्द गरिदिएको थियो। यति मात्र होइन, अख्तियारमा दरबन्दी रहेको डीआईजीको समेत सरुवा गरेर मन्त्री लेखकले थप आलोचना खेपे। अहिले भिजिट भिजा प्रकरणमा अख्तियारमा कर्मचारी र प्रहरीले नै अनुसन्धान गरिरहेका छन्। अनुसन्धानका लागि प्रमाण खोज्नेदेखि मानिसहरूलाई उपस्थित गराउनसम्म प्रहरीले भूमिका खेलेको हुन्छ। अहिले प्रतिपक्ष दलहरूले गृहमन्त्री लेखककै भूमिकामाथि अनुसन्धान गर्नुपर्ने माग गरिरहेका बेला उनले अख्तियारका डीआईजी हिमालय कुमार श्रेष्ठलाई सरुवा गराए। अख्तियारमा यसअघि एसएसपी हुँदा उनी डीआईजीको मातहतमा रहेका ओम राणालाई बढुवा भएपछि फेरि अख्तियारमै पठाएका थिए, तर उक्त निर्णय सार्वजनिक भएको केही छिनमै तीव्र आलोचना भएपछि गृहमन्त्री लेखकले तत्कालै निर्णय सुचाएका थिए। अहिले भिजिट भिजा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरूले संसद अवरुद्ध पार्दै आएका छन्। नेकपा माओवादीले सुरुमा राजीनामा दिनुपर्ने अडान लिए पनि अहिले पनि छानबिन गर्ने बाचा गरे हुने भन्न थालेको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पनि सत्तापक्षलाई भिजिट भिजा प्रकरणमा 5 बुँदे प्रस्ताव राख्दै ती प्रस्तावमा सहमति भए मात्रै संसद चल्न दिने बताउँदै आएको छ। तर सत्तापक्ष भने भिजिट भिजा प्रकरणमा गृहमन्त्रीको कुनै कनेक्सन नरहेको, कर्मचारीले गल्ती गर्नाले मन्त्रीले राजीनामा दिनु नपर्ने, कुनै हालतमा राजीनामा नदिने तथा छानबिन समितिहरू पनि नबन्ने अडान लिइरहेको छ। एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो, यो असाध्यै असंसदीय, यो अराजनीतिक प्रक्रियाको फेरि पनि संसदमा पुनरावृत्ति भयो। यो असाध्यै दुःखद कुरा छ। उहाँ दोषी हुनुहुन्न भन्ने कुरामा पार्टी पुरै विश्वस्त भएको हुनाले राजीनामा पुरै आयो। छानबिनको दायरामा गृहमन्त्री हुँदै हुनुहुन्न। संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले आफू निर्दोष रहेको भन्दै आफूले पनि न्याय पाउनुपर्ने बताएका थिए। न्याय त मैले पनि पाउनुपर्ने होला नि, कि म न्याय नपाउनु पर्ने नागरिक हो यो देशको? म अपराध क्रमलाई जिन्दगीभर तिरस्कार गर्ने र म जस्तो राजनीतिक कर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित पार्ने, दुरुत्साहन गर्ने र माथिको राजनीतिक पूर्वाग्रह बाहेक अरू केही होइन भन्ने कुरा मैले निवेदन गरिसकेँ। यसअघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए न आफूमाथि छानबिन गर्ने आँट देखाए। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ।